साथीहरु YouTube च्यानलको नाम कसरी राख्ने आजको मेन टपिक रहेछ साथी YouTube च्यानलको नाम कसरी राख्ने भने साथीहरु हामीले YouTube च्यानलको आफ्नो जुन च्यानल त क्रिएट गर्छौं हैन च्यानल क्रिएट गर्न YouTube च्यानल खोल्न 5 देखि लिएर 10 मिनेट भित्रमा हामीले आफ्नो YouTube च्यानल खोल्छौं र पनि अब नाम के चाहिँ राख्ने होला भनेर सोच्दै करिब 1-2 घण्टा तैनारी बित्छौं हामी साथीहरु हैन हो आज मैले यही कारणले यहीको सल्युसन यहीको समस्यालाई सल्युसन लिएर आएको साथीहरु YouTube च्यानलको नाम कसरी राख्ने अनि YouTube च्यानलको नाम युनिक पनि हुन पर्यो अनि सबै मान्छेले पढ्न जान्ने पनि हुन पर्यो सबै मान्छेले त्यो च्यानल जब हेर्दाखेरि पनि ओहो यो च्यानल युनिक छ राम्रो छ भनेर एकदम त्यो पढेर अलिकति मान्छेहरु यो आफ्नो च्यानललाई सब्स्क्राइब गर्दिने पनि आफ्नो YouTube च्यानलको नाम हुन पर्यो र यो सँगसँगै लागेर साथीहरु YouTube च्यानलको नाम राख्ने बेलामा के चीजका ध्यान दिनुपर्ने छ यदि तपाईले कुनै चीजहरुको ध्यान नदिकिन आफ्नो YouTube च्यानलको नाम राख्नु भयो भने पछि गएर तपाई ठूलो समस्यामा पनि फस्न सक्नुहुन्छ साथीहरु YouTube एउटा कुनै खेलौना हैन साथीहरु तपाईहरुले उल्टा सिधा भिडियो हालेर उल्टा सिधा काम गरेर गर्ने चीज पनि हैन साथीहरु YouTubeले तपाईलाई साइबर क्राइमको केसमा तपाईलाई जेल पनि गएर बस्नु पर्ने हुन्छ त्यो कारणले गर्दाखेरि तपाईले एकदम राम्रोसँग तपाईले A to Z बुझ्दिनु होला साथीहरु YouTube सर्वप्रथम त हामीले बुझौं कि साथीहरु YouTube च्यानलको नाम राख्दा ध्यान दिनुपर्ने मुख्य केही कुराहरु साथीहरु हामीले आफ्नो YouTube च्यानलको नाम राख्दाखेरि साथीहरु हामीले कसका चीज ध्यान दिनुपर्छ भने तपाईले जुन आफ्नो YouTube च्यानलको नाम राख्न लाउनु भएको छ नि त्योसँग रिलेटेड कुनै पनि ठूला कम्पनीहरु रजिस्टर्ड छन् कि छैन त्यो ध्यान दिनुपर्ने हुन्छ साथीहरु जस्तै मानौं कि उदाहरणको लागि Facebook ठूलो कम्पनी हो त्यो रजिस्टर्ड छ YouTube भन्ने जस्तै तपाईले YouTube मै काम गर्नु भएको छ तर तपाईको च्यानलको नामै YouTube राख्नु भयो भने चाहिँ तपाईले त्यो च्यानल तपाईले क्रिएट गर्न सक्नुहुन्न त्यो च्यानल तपाईले YouTube भन्ने राख्नु मिल्दैन किनकि तपाईले YouTube भन्ने च्यानल त खोल्न मिल्छ खोल्नुहुन्छ त खोले त पनि पछि गएर के गर्छ YouTubeले तपाईले मेल गर्दिन्छ तपाईले यो नाम चेन्ज गर्नुहोस् हैन यो मेरो नामको बेइज्जत भयो YouTubeले पहिलेदेखि अब YouTubeले अब आफ्नो च्यानल छ YouTube आफ्नै अफिसियल ब्रान्ड हो ऊ आफै काम गरिरहेछ भने तपाईले फेरि त्यस्तै खालीको तपाईले कुनै पनि त्यहाँ गएर YouTube आफ्नो च्यानल क्रिएट गर्नुभयो भने चाहिँ तपाईले YouTubeले सिधै मेल गर्छ यो तपाईले हटाउनुस् यो नाम हटाउनुस् यो मेरो च्यानलको बदनाम हुँदैछ मैले कस्तो भिडियो हाल्छु तपाईले कस्तो भिडियो हाल्नु भएको छ तपाईले के गर्नु भएको छ भनेर तपाईले मेल आउँछ र ठुलठुलाका पछि अब तपाईको च्यानल मजाले ग्रो भएको छ अब लाखौं सब्स्क्राइब पनि पुगिहालेछ राम्रो भइरहेछ र पनि तपाईको पछि गएर के हुन्छ जब तपाईले लास्टमा गएर तपाईको आफ्नो च्यानलको नाम चेन्ज गर्नुपर्ने हुन्छ अब नाम चेन्ज नगरेर एउटै नाममा सुरुदेखि लिएर लास्टसम्म कन्टिन्यू रहनको लागि कहाँदेखि त्यस्तो गर्न सकिन्छ र कुन चाहिँ नाम हुन्छ च्यानलको नाम एकदम युनिक पनि हुन पर्यो अनि मान्छेले झ्याप पढ्न सक्ने पनि हुन पर्यो अनि मान्छेको मनमा पनि ठ्याक्कै बस्ने मान्छेको मनमा दिमागमा पनि ओहो यो च्यानल हो भन्ने ठ्याक्कै मान्छेको दिमागमा पनि बस्न सक्ने हुन पर्छ साथीहरु अब यस्तो खालीको च्यानल पहिला हामीले सबभन्दा पहिला सर्च बारमा गरी युट्युबमा जानुस् म तपाईलाई यहाँनिर स्क्रिन खोलेर म तपाईँ युट्युबमै छु हैन म युट्युबमा तपाईलाई म देखाउँछु म यहाँ स्क्रिन लगाइदिएको छु ध्यान दिएर हेर्नु होला म युट्युबको म सर्च बारमा छु मैले आफ्नै च्यानलको नाम एक्टिभ राजा सर्च गरेको छु मैले सर्चमा दबाए पनि तपाईले देख्न सक्नुहुन्छ यहाँ केही भिडियोहरु शो गर्छ नि भिडियो शो गर्नु पहिले तपाईले देख्नुहुन्छ यहाँ तीवटा थप्लाहरु छ यहाँ मैले जुन लगाइदिएको छु त्यो तीवटा थप्लामा क्लिक गर्नु त्यो थप्लामा क्लिक गरेर सर्च फिल्टर लेखेर माथि आएको छ यसमा क्लिक गर्नुस् यसमा क्लिक गरेपछि यहाँ टाइप लेखेको छ यहाँ अल लेखेको छ यहाँ साइडमा एरो चिन्ह छ यसमा तपाईले क्लिक गर्नुस् यसमा क्लिक गर्छौं तपाईले यहाँ देखेको छ अल भिडियो च्यानल प्लेलिस्ट मुभी लेखेको छ तपाईले यहाँ च्यानलमा तपाईले क्लिक गर्नु होला च्यानलमा क्लिक गरेर तल यहाँ देख्न सक्नुहुन्छ अप्लेको बटन देखाइदिन्छ अप्लेमा तपाईले क्लिक गर्नु होला अप्लेमा क्लिक गरेपछि तपाईले देख्नुहुन्छ एक्टिभ राजा नाम लेखेको कति च्यानल छ सब जति पनि च्यानलहरु तपाईले देख्न सक्नुहुन्छ यहाँनिर सबै च्यानलहरु तपाईले शो गर्छ अब तपाईले देख्न सक्नुहुन्छ त्यही पनि सबभन्दा टपमै म देखेको छु एक्टिभ राजा भनेको सबभन्दा टपमै म देखेको छु अब तपाईले पनि मानौं कि तपाईले पनि सक्नुहुन्छ एक्टिभ राजा नामबाट च्यानल खोल्न तपाईले सक्नुहुन्छ कसरी सक्नुहुन्छ भने मेरो च्यानलमा अहिलेसम्म 1 लाख सब्स्क्राइब त पुगेको छैन 1000 प्लस सब्स्क्राइब त छ 1 लाख पुग्न त कहिले 10000 त पुगे हैन त्यसैले यदि तपाईले मैले भन्दा पनि राम्रो भिडियोहरु बनाउनुहुन्छ र एक्टिभ राजा च्यानलको नामै राख्नुहुन्छ भनेपछि नि पछि गएर तपाईले मैले भन्दा चाँडी गएर तपाईले आफ्नो च्यानलमा 1 लाख सब्स्क्राइब पूरा गर्नुभयो भने तपाईलेको भेरिफाइड च्यानल भेरिफाइड हुन्छ र मेरो च्यानल चाहिँ भेरिफाइड हुँदैन यहाँ चाहिँ टार्गेट कस्तो हुन्छ भनेसी जसले 1.5 लाख सब्स्क्राइब पुर्याउँछ उसकै एउटा नामबाट एउटा च्यानल मात्र भेरिफाइड हुन्छ जस्तै मानौं एक्टिभ राजाबाट एउटै च्यानल भेरिफाइड हुन्छ चाहे मेरो हो चाहे तपाईले खोल्नुस् हैन पछि गएर जसले 1.5 लाख सब्स्क्राइब पुर्याउँछ उको च्यानल मात्र भेरिफाइड हुन्छ मैले पुराए भने मेरो हुन्छ तपाईले पुराए तपाईको हुन्छ साथीहरु अब रह्यो फेरि अब मेरोमा थोरै छ फेरि कसै तपाईले देखासी गरेर फेरि अरुको च्यानल जस्तै अरुको राम्रो पहिले अब 40-50 हजार भएको सब्स्क्राइब भएको च्यानल खोलेर यो च्यानल त राम्रो छ यत्रो जस्तो चले मैले पनि त्यस्तै खालीको मैले पनि भिडियो बनाउन सक्छु मैले पनि त्यही नाम राख्छु त्यही लोगो लगाउँछु सेम टु सेम त्यही गर्छु त्यस्तै खालीको भिडियो त मैले पनि बनाउन सक्छु भनेर फेरि तपाईले फेरि त्यही नामको च्यानल खोल्नु पनि तपाईको त्यो च्यानल फेरि कहिले पनि ग्रो हुन्न किनकि त्यसमा 30-35 हजार सब्स्क्राइब अलरेडी छ तपाई 0 देखि सुरु गर्दाखेरि तपाईकोमा तपाईको च्यानल
सर्चमा पनि आउँदैन, तपाईको भिडियो भेटिँदा पनि भेटिन, कसैले तपाईको भिडियो देखिँदा पनि देखिन, युट्युबले तपाईको भिडियो धेरै मान्छेले पठाउँदा पनि पठाउँदैन साथीहरु। अब बाँकी रह्यो युट्युब च्यानलको नाम कसरी राख्ने। युट्युब च्यानलको नाम कसरी राख्ने भन्दाखेरि तपाईले एकदम ध्यान दिनुहोस्, तपाईको नाम नै कुनै युनिक छ। जस्तो तपाईले आफ्नो युट्युब च्यानल खोल्न लाउनु भएको छ, तपाईको नामै कुनै युनिक छ भनेपछि तपाईले आफ्नो च्यानल तपाईले जस्तै मेरो नाम राजन हो, मैले अलिकति लामो गर्दा राजन गर्दाखेरि अब जस्तै एक्टिभ राजन गर्दा अलिकति लामो हुन्थ्यो। मैले एक्टिभ अगाडि थपिहालेँ कि, अनि मैले राजनलाई पनि कटेर मैले एक्टिभ राजा मात्रै गर्दै त्यहाँनिर, किनकि त्यसलाई काटेर एक्टिभदेखि राजनदेखि राजा गराएँ मैले त्यसलाई। तपाईले पनि आफ्नो नाम नै कुनै युनिक छ भने तपाईले आफ्नो नाम काटेर गर्नुहोस्, पुरै लामो गर्नुमा 2 देखि लिएर 3 वडाको नाम मात्र राख्नु होला। त्यति मात्र राख्नु भएको छ। तपाईले एक्टिभ राजा 2 वडाको राखेको छु मैले, तपाईले 2 देखि या 3 वडाको सम्म नाम राख्नु होला। अनि युनिक नाम राख्नु र कसैको पनि कपी नगर्नुस्, अगाडि बढ्नुस्, भिडियो हेर्दै गर्नुस्। अहिलेसम्म पनि मेरो च्यानल सब्स्क्राइब गर्नुहुन्छ, सब्स्क्राइब गर्न जरुरी बेल आइकन दबाइदिनुस्। र कुनै पनि डाउट छ युट्युब च्यानलको नाममा चाहिँ कसरी राख्ने अझै पनि बुझ्नु भएन भिडियो हेरेर भने चाहिँ डिस्क्रिप्सनमा फेसबुक लिंक छ मेरो, भिडियोको डिस्क्रिप्सनमा हैन, युट्युबको डिस्क्रिप्सनमा मेरो फेसबुकको लिंक छ। फेसबुकमा जोडिनुलाई हेर्दै गर्नुहोस् एक्टिभ राज युट्युब च्यानल। फेरि मिलौँला नयाँ टपिकको साथमा। बाइ बाइ, जय नेपाल।